नमस्कार, म अनन्त हरियाल छन्दबद्ध कविता वाचन गर्ने क्रममा आज भने म आफ्नै रचनाको शिव महिमा शीर्षक कविता वाचन गर्न लागिरहेको छु। मन परेमा लाइक अनि सब्सक्राइब गर्न नभुल्नु होला। शीर्षक छ शिव महिमा। शिव हुन् शक्तिका स्रोत भनिन्छ शिव शक्ति नै। पार्वती पति हुन् देव कुमारका बुबा नै। गणेश भावना जम्मै शिवको शक्तिमा छ नि। ब्रह्मा र विष्णुका रूप दुर्गाको नि त्यतै छ नि। भस्मले पनमा रम्ने शिव कर्म रुचाउने। नभए कर्म ठिक नै नृत्य ताण्डव देखाउने। डमरू हातमा लिई बजाई नाचने तिमी। त्रिशूल भेदमा छैन समता रूपमा तिमी। आनन्दी भावमा नाङ्गै बाघछाला लगाउने। माथामा चन्द्रमा डाकी आफ्नो शिर सजाउने। कानमा कुण्डको माला माला फेरि ती सर्पका। नङ्गाको भेषमा दौडी महिमा सुन्ने गर्वका। दानवी भाव नै छैन देवका गुणमा रमी। विश्वमा सफर गर्दै गोसाई कुण्डमा पुगी। समुद्र मन्थनको काल कुट विष समाउने। कण्ठमा मात्र राखेर नीलकण्ठ कहलाउने। तिमी नै सृष्टिका देव संहार गर्ने तिमी। हनुमान रूपका साथै रावण अंशमा तिमी। मायाका जालमा पार्ने गोमाका साथमा तिमी। सती देवी बोकेर हिँड्ने विमान विश्वका तिमी। लड्केश्वर महेश्वर भीमेश्वर सबै तिमी। तारकेश्वरमा बस्ने डोलेश्वर पनि तिमी। भालेश्वर पनि हिँड्ने ऋखेश्वर कहलाउने। श्लेषमान्तक वनमा कुद्ने जताततै रमाउने। श्रृङ्गी र भृङ्गीका साथ मसान घाट रमाउने। भस्मले पनका साथ त्रिशूल दण्ड समाउने। रामेश्वर बनी सत्य साथ माथ सजाउने। रामलीला गराएर दानव नाश गराउने। स्वार्थका रूपमा हैन सेवाका जननी तिमी। नतमस्तक भइदेव नमन गर्छु प्रभु मनी। आसुरी प्रवृत्ति नाश गराऊ कलियुगमा। अपार प्रेम फैलाऊ महादेव यस युगमा।
अपार प्रेम फैलाऊ महादेव यस युगमा। धन्यवाद।